तपाईँ घर छोड्नुहोस् कि त केटाकेटीकन सुधार्नुहोस् भन्यौँ र हामीले सल्लाह गऱ्यौँ के छोराछोरीले आफूले पढ्ने भए अब यस्तो किन गर्नुहुन्छ डेडी तपाईँ रक्सी खाइकन किन आउनुहुन्छ? अनि त्यो चाहिँ यहाँ छलफल भइसकेपछि तपाईँलाई गर्न मन लाग्यो कि पहिलादेखि विचार थियो कि? पहिलादेखि भन्दा पनि अब छलफल भयो। अब यस्तरी सुधार्नु पर्ने हुन्छ कि के भन्ने भयो के भएर अब सुधार्यौँ। आजकल अब खान्नमा अब अगेर पनि त्यति आइकन त्यति राडो झगडा यस्तो तस्तो अन्नु हुँदैन थियो। अब कमजोरी मान्छे जे त रक्सी लाग्न लाग्यो। अब काहीँ त्यो उता काहीँ लोटी दिए पनि त आफैकन समस्या भयो हेर्नुहोस्। अब सानो सानो बच्चा बच्ची छन्। ठुलै भनेको अब अहिले 29 गते थियो 17 वर्ष पयाएको जेठै छोरो भने अरू नानकै छन्। आफू कमजोरी हुनुहुन्छ र गएपछि काहीँ तपाईँ लोड्नु होला केही गर्नु होला। यति रक्सी खाएर किन आउनुहुन्छ भने ल त अब म खान्न, अब त्यो छोड्छु म। ले काहीँबाट ल्यायो रुपियाँ ल 5 रुपियाँ नि गोदोमा राख्नुहुन्न। ल अब भोलि तँ ज्या हेर्छ हेर्छ है तँ ज्यारे बुझाउँछ है बुझाउँछ। तपाईँले यही कुरा फेरि भोलि पछि समूहमा पछि पछिल्लो बैठकमा मेरा बुढाले अब ढक्सी छोडाइकन अरूलाई पनि भन्नुभयो कि नै? अब भनेम अब आजकल त भन्नुभयो उहाँले त भन्नुभयो र अब हामी पनि सुधारतिर लागिरहेछ। होइन हो